Hi guys, स्वागत छ तपाईलाई हेबिङटन पृथ्वी र आज तपाईलाई म यस्तो ठाउँको नजारा देखाउन गइरहेको छु र साथीहरु सबैले लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। मुर्शिदाबाद कटरा मस्जिद आज म तपाईहरुको समक्ष ल्याइरहेको छु। केही कामले गर्दा हामी यहाँ आएको थियौं र एकदमै सुन्दर नजारा छ। घुम्नको लागि चाहिँ अहिले विशेष एउटा टुरिस्ट स्पोट बनिसकेको छ। फाउन्डर बाइ यो मुर्शिद क्वाली खानले चाहिँ बनाएको हो 1725 एडी मा। र स्ट्रक्चर ड्यामेज चाहिँ यो भएको थियो अर्थक्वेकले गर्दा है। अर्थक्वेक यो 1897 मा चाहिँ आएको थियो। यसको एकदमै यो माटोले अनि इटाले बनिएको छ। यसको वरिपरि गार्डनहरु यतिकै सुन्दर छ, फूलहरु, यहाँको घाँसहरु, यति मजाको झारहरु छ है। हेरिहाल्नुहोस् यसको कन्स्ट्रक्सन हेर्नु नि कति मजाको, एकदम लाजवाब। त्यो टाइमको कन्स्ट्रक्सन एकदमै बलियो, जो कि 1725 मा बनिसकेको यो मस्जिद अहिलेसम्म तपाईको हेर्नु यति राम्रो देखिरहेको छ। र मेरो साथी भित्र गइरहेको छ है। र म तपाईलाई यो मेन इन्ट्रेन्स यहाँनिरबाट हामी इन्ट्री गर्दैछौँ। हेरिहाल्नु यो मेन गेट भयो। यहाँबाट चाहिँ भित्र यहाँनिर त्यो टाइममा एक टाइममा 700 जना चाहिँ यहाँनिर चाहिँ मस्जिदमा चाहिँ नमाज पढ्नको लागि चाहिँ बस्नु सक्ने ठाउँ अरे। यो चाहिँ 700 जना चाहिँ। अब अहिले त धेरै भयो, त्यो टाइमको चाहिँ एकदमै ठुलो हो। यहाँ भित्रको यस्तो अवस्था भइसकेको छ। यहाँनिर हेर्नु होला एकदमै जीर्ण अवस्था एकदम मस्जिदको। मुर्शिदाबादमा एकदमै धेरै हिस्टोरिकल प्लेसहरु छ है, जो हामीले इतिहासमा पढेका थियौं। तपाईको मोती झिल छ, लालबाग है, अनि तपाईको यो हजारद्वारीहरु छ। अझै धेरै भन्दा धेरै ठाउँहरु छ यहाँनिर। पलासी पनि यहाँदै नजिकै हो। अति सुन्दर ठाउँ, एकदमै सुन्दर छ। यहाँ चाहिँ म मेरो साथीहरु जम्मा हामी 7 जनाको टोली आएको थियौं र मस्जिदको भित्रको भाग तपाईलाई देखाए। अब बाहिरको स्ट्रक्चर, यसको जुन चाहिँ ग्राउन्ड छ बाहिरको, यहाँ यति सुन्दर ढंगले बनाएको छ। सुनसान पेस, यहाँनिर घुम्नको लागि एकदमै रमणीय ठाउँ छ। घुम्नुहोस् र यतिमै अब मेरो भिडियो सकियो है। हेर्नु लास्टको फिक्स। थ्यांक यू फर वाचिङ। थ्यांक्स।